नेपालमा जेनजी प्रोटेस्टको पछाडि सबभन्दा मेन रिजन एक्चुअली यो फोटो हेर्नु त तपाईहरु। यो आम नेपाली हो, यो आम नेपालीको छोराछोरी हुन् जो विदेश जानलाई एयरपोर्टमा छ, जोसँग आफ्नो एउटा नयाँ ब्याग किन्ने पैसा पनि छैन, पुरानो ब्यागमा सिलाइ बुनाइ गरेर अनि जाँदैछ। वास्तविक नेपालको जनता यो। र अर्को साइडमा जो नेताहरूले हामीले वर्षौं जेल बिताएको हो हाम्रो देश बनाउनलाई, उनीहरूको छोराछोरीहरूको यो तस्बिर हेर्नुस् र कम्पेयर गर्नुस् कि यो जेनजी प्रोटेस्ट किन भएको हो र के लागि भएको हो। यो शेरबहादुर देवाको छोराको फोटो हेर्नु। उनीहरू चाहिँ विदेश जाँदा कसरी आफ्नो जीवन बिताउँछ। यो प्रचण्डको नातिनीको फोटो हेर्नुस्। उनीहरू विदेश जाँदा कसरी आफ्नो जीवन बिताउँदो रहेछ, के को लागि विदेश जाँदछ। उनीहरूलाई घुम्न जान्छ। जो वर्षौं द्वन्द्व गरेर यत्रो मान्छेहरूलाई मारेर जुन सत्तामा आएको थियो, केही परिवर्तन गर्छु भनेर, जसले एउटा चप्पल पड्काएर आएका मान्छेहरूको छोराछोरीहरू नाति नातिनीहरूको हैसियत हेर्नुस् र उनीहरूको लाइफस्टाइल हेर्नुस् र आम नेपालीको लाइफस्टाइल हेर्नुस्। विदेश कमाउन जाँदा पनि उनीहरूसँग एउटा ढङ्गको ब्याग किन्ने पैसा छैन यार। अनि भन्छ हामीले देशलाई एकदम कायापलट गरेको छौं भनेर नेताहरूले। त्यही भएर फागुन 21 चुनाव आउँदैछ। तपाईहरुको जति पनि आक्रोशहरू छ त्यो मतपेटीमा देखाउनु होला र सही जनता, सही नेता, जनप्रतिनिधि चाहिँ चुनेर पठाउनु होला। यति हो मेरो आग्रह तपाईहरुसँग। र यो तस्बिरहरू चाहिँ नबिर्सनु होला। र जेनजी प्रोटेस्टको बेलामा जति पनि मान्छेहरू मारिएका छन्, शहीद भएका छन्, तिनीहरूको रगत चाहिँ नबिर्सनु होला। हस् त, धन्यवाद।